मर्निङ साथीहरू नमस्कार। सबैजना सन्चै हुनुहुन्छ होला। आफ्टर लङ टाइम पछि म आज पनि फेरि उपस्थित भइसकेँ। म तपाईँहरूकै प्यारी मेरी भाउजूको नन्दा मुस्कान। अनि म चाहिँ यतिका दिन भिडियो किन अपलोड नगरेको भने नि साथीहरू तिहार लागि गयो कि अनि यति धेरै बिजी भएँ नि साथीहरू, यति धेरै बिजी भएँ। अनि आजभोलि पनि म घरमै बिजी छु। सो आज चाहिँ म सानो मेरो भ्लग बनाउनु कस्तो मोड पनि रहेछ क्या साथीहरू। कहिले कहिले भ्लग बनाउनु मोड लाग्छ चल्छ, अनि कहिले कहिले चाहिँ न बाबा न। आज चाहिँ म सानो आज के गर्छु त घरमा बसेर मेरो आजको मेरो भिडियो चाहिँ म तपाईँहरूलाई क्याप्चर गरेर तपाईँहरूमाझ प्रस्तुत गर्नेछु। कृपया मेरो निम्बुली भाउजू ध्यान लगाएर हेरिदिनु होला। र यही भिडियो मार्फत भन्दैछु मेरी प्यारी भाउजू हाम्रो बेइज्जत गर्ने काम नगर्नुहोस् है। यो गर्ने कुरा ठिकै हो, तर अरू चाहिँ अलिक भएन। ल साथीहरू, म चाहिँ मेरो प्यारा प्यारीहरूलाई चारो दिन जाँदैछु। त्यो चाहिँ देखाउँदिनँ होला सायद, मेरो लाज लाग्छ। अनि मेरो प्यारा र प्यारीहरूलाई चारो दिन जाँदैछु। त्यस पश्चात आज घरमा यति धेरै काम छ, म खाना बनाउनु पर्ने हुन्छ, नानीलाई बोर्डिङ पठाउनु पर्ने हुन्छ साथीहरू। आज एउटा खुसीको कुरा क्या, नानीसँग घरमा बस्दा बस्दा यति धेरै दिक्क लाग्छ नि साथीहरू। आजदेखि उसको बोर्डिङ लाग्दैछ, आजदेखि बोर्डिङ पठाएपछि उसले पनि केही कुरा सिक्नेछ, म पनि आफ्नो काम सरसरी गर्न पाउनेछु भन्ने आशाका साथ मेरो भिडियो आज स्टार्ट गर्दैछु र एकैछिन बन्द पनि गर्दैछु। साथीहरू, मेरो चाहिँ यो प्यारा प्यारीहरूलाई म चारो दिनुपर्ने हुन्छ। मेरो चारो पनि अस्ति पकाएको सकिन आँटिसक्यो। जिन्दगी यस्तै बितिरहेछ साथीहरू, के गर्नु, जिन्दगीमा पढे लेखेर राम्रो काम गर्न सकिएन। सो यस्तै भए पनि प्राउड फिल भइरहेछ। अब जाने हो भुस ल्याउने, अनि म मेरो सुँगुरहरूलाई टक्क खाजा पान दिन गइराखेको छु। साथीहरू कृपया मेरो मिनी भ्लग हेर्दै गर्नु होला। यो मेरो प्रगति भइरहेछ। यता मेरो मिसहरू 2025मा मिस नेपालमा भिडेका मेरो प्यारा र प्यारीहरू होइन प्यारीहरूलाई धेरै बधाई छ। छिटो छिटो भाले निकाल्नु होला भनेर अनुरोध पनि गर्न चाहे। साथीहरू प्लिज हेरिदिनु होला है। म चाहिँ चारो दिएर आइसकेँ साथीहरू, हेर्नुहोस् न यस्तो रिस उठ्छ नि। अस्ति तिहारको बेलामा चाहिँ यो मेरो फुलहरू एउटै पनि फुलेन होइन, उक्ते थमान बाँची साथीहरू। आई बल्ल बल्ल म बाह्र मासपाले चाहिँ दिना भाउजू एन्ड फेरि कान्छी भाउजूलाई धेरै धेरै सम्झना। फेरि पनि म तपाईँहरूलाई यो मेरो फुल लिएर टिका लगाउन चाहेँ। तपाईँहरूको के छ विचार? हा हा हा, यति धेरै राम्रो छ नि साथीहरू, मा कसम। अस्ति चाहिँ एउटै फुलेन त साथीहरू, टक्क टिकालाई पर्ने साथीहरू। यस्तो छ है साथीहरू, गर छ। ल साथीहरू भिडियो हेर्दै गर्नु होला। यता चाहिँ मेरो फुलहरू फुलेको छैन, यिनीहरूलाई बधाई छ तिहारमा पनि फुल नफुलेकोमा। कार्तिकमा फुल फुल्नु भएन तपाईँहरू, मङ्सिर पुसतिर फुल्नु होला। म तपाईँहरूलाई फुल फुलेकोले स्वागत गर्न लागिरहेको छु। साथीहरू, म चाहिँ भिडियो बनाउँछु भनेदेखि आज, तर यति धेरै बिजी भयो नि साथीहरू। भिडियो त बनाउँदैछु, तर भ्याकै छैन। भिडियो बनाउँदैछु भनेर यति पनि यहाँ छैन, बिर्सी पठाउँदो रहेछ क्या। बुझ्नुभयो नि? मेरो अल्छी लाग्दैछ। ल साथीहरू, म चाहिँ खानासाना पकाएर खाएर यहाँ मामालाई दिएर नानी बोर्डिङ पठाएर आएर पानी बनाउनु गएर आएर झाडु पिनेर आएर आराम गरिरहेको छु साथीहरू। अहिले मात्रै फोन सम्हाल्ने फुर्सद भएको छ। यति क्या, यति त्यो केही काम नभए पनि घरकै कामले भए पनि केही बनाउनु फोन हेर्नु नपाइने साथीहरू। कसैले डेली भलक लगाउनु छ क्या भलक। ल साथीहरू हेर्दै गर्नु होला। के ल्याइदिनु भयो कसैले? फाइनली 2 महिनापछि मेरो देउरानी परि मेरो घरमा सवारी भएको छ। हाम्रो प्यारी दिदी हुन्छ। यता मेरो फुपू कसैले लिएर आइपुगेको छ। यसको नाम इच्छा माया राई हो। के हो हेरौँ त?
म कोसेली लिएको छु ए त्यसै कोसेली म त यस्तो कोसेली पनि लिएर आएको छु साथीहरू यस्तो झोलामा पनि यस्तो पैसा पाउँछ भन्ने कुरा मैले जिन्दगीमा सोचेको थिइनँ ल झोलामा थ्याङ्क पैसा यू सो पकाउँदा मच के गर्नु कसलाई पैसा चाहिन्छ पैसा चाहिन्छ पैसा चाहिन्छ नै तपाईँलाई पैसा चाहिन्छ कसलाई पैसा चाहिन्छ कि साथीहरू नै सबै लैजाऊ 3000 माग्दैछ साथीहरू सबै दिँदैछु म यहाँ चाहिँ कति छ मेरो यति राम्रो झोलामा निकाल्दै अनि बाँड्नु हुँदो रहेछ पैसा 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 कान्छीकोमा 5000 पर्छ नि त कान्छी म सुधाइ हालेँ नि मलाई गाडी साथीहरू मैले नि बिहान एकचोटि खतरा भिडियो आज दिनभरिको बनाउँछु भने भुसुक्कै बिर्सेँ दिउँसो फेरि 1 बजीतिर बनाउनु पर्यो भनेको भुसुक्कै बिर्सेँ फेरि मेरो भिडियो इन गरेको छुइनँ अब भिडियो इन गर्छु भनेको खाएगा सुतेगा अहिले 8 बज्नु आउँदाखेरि उठेर मेरो 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 भिडियो बन्द गर्दैछु साथीहरू थक्क मेरो जिन्दगी लिम्बुनी भाउजू कान्छी ब्लग बनाउनु न कान्छी ब्लग बनाउनु न सानो मिनी ब्लग बनाएर लाउनु न वा यता चाहिँ मान्नु खाइसकेपछि जाँठी आम्नान्दानीको पारा यस्तै छ साथीहरू मामा 8 बजी राति चाहिँ को चाहिँ फेरि रोडमा फेरि पुरै डिजे बजाएर हिँडिरहेछ गाह्रो छ नि साथीहरू ल ठिक छ साथीहरू म ब्लग गर्नु चाहिँ मन लाग्छ होइन तर पनि कामले भ्याइँदैन र पनि मैले 7:30 बजी मेरो ब्लग म बन्द गर्दैछु शुभरात्रि साथीहरू सबैजनालाई स्पेसली म यो भिडियो एन्ड गरेर मैले बनाएर युट्युबमा अपलोड गरेर म यो चमेली समी डिनालाई छोक्नाङ नानी जाँठीजी मजाले लाइक कमेन्ट अमु मिल्ने पर आफ्नो ढाडा खुस्किने बनानी ल साथीहरू गुड नाइट